हेलो एभ्रिवान। आज चाहिँ म फाले बनाउन गइरहेकी छु र मैले लिएको छु बोइल्ड आलु, जसमा मैले धनियाँ पत्ता, प्याज, चिली पाउडर साथसाथै नुनलाई पनि एड गरिदिएँ र यसलाई चाहिँ मैले मजाले मिक्स गरिदिइसकेँ। र म चाहिँ भेजिटेरियन भएको कारणले गर्दा आलुको मात्रै लिएँ। हजुरहरूले चाहिँ मासुको पनि लिन सक्नुहुनेछ। त्यसरी नै तेल पनि खरिसकेको छ र अब चाहिँ हामी फाले बनाउन सुरु गरौँ। र यसरी मैले चाहिँ यसलाई यसरी सेप्ट दिएको छु। र अब चाहिँ कराईमा बिस्तारी हामी फालेलाई एड गर्नेछौँ र यसलाई चाहिँ मजाले रातो हुन दिनेछौँ। त्यसरी नै मेरो चिया पनि रेडी भइसक्यो र फाइनली फालेहरू पनि रेडी भइसकेर यस्तो देखिएको छ। अब खाना सुरु गरौँ है त। वाउ, यस्तो डेलिसियस थियो। थ्याङ्क्स फर वाचिङ।